सङ्क्रान्तिको लागि रेडी पार्दैछु खानेकुरा। यो चाहिँ इस्कुसको जरा अनि यहाँ चाहिँ मैले के पकाउँदैछु भन्दाखेरि सुकुटी। आउनुहोस् मेरो किचनमा हजुरहरूलाई स्वागत छ। पानीमा भिजाएर पनि रेडी पारिसकेको छु। यो चाहिँ म चाहिँ यहाँ हाल्छु यसरी है। त्यसपछि यसलाई चलाइदिने। आगोको पनि लो बनाउनु होला, नत्र डढ्छ। यता पनि इस्कुसको जरा पाकिरहेको छ भने यता सुकुटी पाक्दैछ। अलरेडी मैले केही खानेकुरा बनाइसकेको छु। यता मेरो बाबुको फेरि चाउमिन खाने रे चाउमिन बनाउँदैछु। सिम्पल बच्चाले खानेको सुन्दर छोपिदिन्छु। सङ्क्रान्तिको लागि तरुल पनि रेडी भइसकेको छ अनि त्यसपछि यहाँ सुकुटी पनि रेडी भइसकेको छ हो, किनभने यो खोर्सानीलाई म पेस्ट गर्छु योसँग खानालाई, तरुलसँग खानालाई। त्यसपछि यो पनि रेडी भइसकेको छ अनि त्यसपछि है म हजुरलाई रेसिपी देखाउँछु। मेरो माघे सङ्क्रान्ति रेडी भइसकेको छ, तर मलाई मनपर्ने फेभरेट कुराहरू मात्रै लिएर म हजुरलाई थोरै टेस्ट गरेर देखाउँछु कस्तो हुन्छ एकदम। सबैभन्दा पहिला त यही मेरो फेभरेट Oh my god. धेरै पछि खाएर होला। यो चाहिँ मेरो स्पेसल भएर मैले तपाईँहरूलाई खाएर देखाएँ नि त। मसँग अरू सिमल तरुल के पनि यहीँ पाइहाल्छ, त्यही भएर त्यो चाहिँ मैले खाएर देखाएन। अनि यो मात्रै अनि पिरो पिरो परेको कस्तो यम्मी। अनि पनि हजुर पर्फेक्ट। मलाई इस्कुसको जरा खाना लाग्दाखेरि चाहिँ मलाई कस्तो धेरै आमाको याद आयो, किनभने आमाले मलाई मनपर्छ भनेर एकदमै धेरै यस्तो पकाइदिनु हुन्थ्यो, खोजी पकाइदिनु हुन्थ्यो। अनि त्यसपछि धेरै पछि आज फेरि मैले मेरो किचनमा बनाएर खाँदैछु। थ्याङ्क यू सो मच मेरो प्यारी सोल्टिनी। तपाईँले यति धेरै दुःख गरेर मलाई पठाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। म सधैँ तपाईँकै सोल्टिनी हो, अब के भन्ने होइन। सो फेरि पनि पठाइदिनु होला है। चेस ल अब लास्टमा यहाँ मेरो फेभरेट खोर्सानी हो यो। ओके सी बाई नेक्स्ट ब्लग। हामी अरू पनि खानेकुरा छ मसँग, तर मैले चाहिँ देखाइनँ, मेरो फेरि भयो यो मात्रै देखाएँ त।